सो हेलो एन्ड नमस्ते गाइस सबैलाई वेलकम छ मेरो नयाँ भिडियोमा। सो सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला अनि आजको साथ आज म तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु हैन। त्यसैले आज पनि फेरि माछा मार्ने तहरमा माछा मार्न जानको लागि रेडी हुँदैछु। हेरौँ कति मारिन्छ। अहिले चाहिँ नि 9 बज्न लागिसक्यो रातिको। जाँदैछु हैन, यसो तिरसिर प्याकिङ गर्दैछु। तिर भयो, लाइट चाहिँ त्यहाँ चार्ज हुँदैछ। फुर्लुङ चाहिँ यो भयो हैन। त्यहाँको आज फेरि तिरले कति मारिन्छ के मारिन्छ हैन, त्यहाँको जानुपर्छ। आज पनि 2 जना मात्रै जाने हो। कति मारिन्छ हेरौँ। ट्याक्क लगाएर सर जानुपर्छ नि त। म चाहिँ अहिले आइसकेँ। बाइक त्यहाँ राखेर खोलातिर कपाल पनि काट्नुपर्ने छ होइन। यस्तै लामो भइरहेछ, यस्तै नराम्रो। यस्तै त ह्यान्डसम मान्छे झन् कपालले यस्तो बिगारेर। आज पनि अस्तिकै ठाउँबाट पुस्न लागेको होइन। टाइम भयो 9 बजिसक्यो, 9:30 बजी त्यो बाटो चाहिँ यस्तो रहेछ। यो चाहिँ अक्कला मन्दिर जाने बाटो हो। माछा हुन्थ्यो कि पहिला आज हुँदैन होला। त्यहाँ तल थुनिदियो। जाँदैछु सिडी उक्लिँदैछ। के हुन्छ सस्तै नै हो। म चाहिँ अहिले मिलिसकेँ होइन, फुलुङ भिडिसकेँ। ट्याक्क जाने हो। अझै फुल रेडी भएँ होइन। है त गाइस लागि है त ठुलो होप। आई होप अहिले धेरै पाओस् भन्छु म। हेरौँ के हुन्छ। त्यो चाहिँ त्यहाँ गइसक्यो। म पनि जान्छु। खेत रोपी भ्याएछ त्यता है, धान रोपी भ्याएछ। यत्रो प्राय खेत रोपी भ्याएछ। झन् सानो खोला, झन् खेत रोपेर। माछा माछा चाहिँ बच्चा रहेछ होइन। यहीँ खेलिरहेको हानिदिउँ क्या हो। गयो खतरा धेरै सानो। यही भित्र घुसे यार। साँच्चै हो माउर छ।
इ राम्रो माछा त फुल्लुम भोराएछ साँच्चै नि दुईटामा अब कत्रो दुईटा हो मैले पनि चाँडो उम्काएँ हान्नै पाएन मैले त चाँडो उम्काएँ कत्रो उठ्यो यार सेतो माछा फ्याट्टै गयो यार दुईटा मात्र मारेँ म त खुट्टामा ठोकिनाइरहेको नि बिस्तारै त गएर एकछिन मात्र त्यहाँबाट मात्रै हो अलिकति त्यहीँ गएर ल मार 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 हान छिटो हान्नु अगाडिबाट छेक्रो काट लाग्छ योसम्म म हान्छु मैले भए हान अलिक ठाडो गरेर हान्नु हान्नु कहाँ हानेको यार थुप्रो छ ल त्यसमा त म मार्छु ल त अब म मार्छु हिलोमै गरेर हानेको मैले एउटा देखान मतिर फेरि बिहा गर्नु पर्छ कि यहाँ त यार कतिको गहिरो छैन गहिरो दुई तिनवटा खालको ठुल्ठुलो खबर झन् माथि तैँले त माथिबाट मैले त्यहाँ कति धेरै भेटेको थिएँ अहिले फेरि आउँला नि त फर्केर देखिन्न क्या यहीँ खुट्टा ठोकिन आइरहेको थियो खान लाग्यो माया ठ्याक्कै धम्कियो हेर्दै नि त मात्र भेटिन्छ यस्तो उ रहेछ कोच रहेछ कता लग्यो डबल आउनुपर्छ क्या ल गएर त आफ्नै सुध कत्रोमा हुन्छ
तिनटे मार्यो भने कुन खोल्ने Ganti lah. Kita ya duitan mana itu? Ye. Oi. Baik baik aku punya itu. Ada dia? Itu kan ada sini ada. Esto mania ke itu bukan sudah. Ini. Situ mana tadi? Itu sambil mana itu belum ada. Ini lagi. Malah mesin berapa Fir? Mana alter mula? Wah kan? Coba dia baru tu. Cuk. Nama apa itu? Ais ke apa? Ishi. Yan sih, bocor ini. छामा खेल्यो दे भन्नु इसिबा छामा देख्यो भने मात्रै गरौँ बरु ठुलो यहाँ माउरी यहाँ पोस्यो क्या अब यहाँ पोस्यो भागे नहीं खेल जाते दाम भेट्नु नि सब है यहाँ कस्तो राम्रो माछा कसले हान्यो अब यसले ल अहिले चाहिँ हामी ठ्याक्क माछा मारेर होइन फर्किन लाग्यो खोलाबाट निक्लिसके यसले कति मार्यो खै कति छ माछा चाहिँ आज माउर मात्रै छ धेरै मेरो चाहिँ यहाँ छ ए मेरो त फुल्लुमै भरिएको छ नि त
हेर्न यहाँ कत्रो छ फुलुममा कति छ हेर्न। आज चाहिँ एउटा ड्याममै बाम मारियो ट्याक्क। अझै बाम मारियो यत्रो, धेरै दिनपछि बाम मारियो यत्रो। हेर्दै जाने हो र? राइट, त्यो नजिक न त्यो लाउने हो र? पक्कै त लाउँछु त्यसो भए लाउँछु। ल अब चाहिँ ठ्याक्क भ्याएर आज चाहिँ ठ्याक्क 1.5 घन्टा जति मारियो। अच्छा धेरै त छैन, एक फुलुम लगभग 1.5 किलो 1 किलो जति होला। ठ्याक्क सामान प्याकिङ गरेर हिँड्दैछु। ओहो ओए चप्पलै चुडे नि त। ल ठिस भयो अब। चप्पलै चुड्यो यार, चप्पल चुडेको अवस्था अब दुःख पाइने भयो। खत्तम भयो नि यार, चप्पल चुड्यो। यस्तो बाटो जान गाह्रो पो पर्ने भयो त मलाई त। कत्रो माछा उम्किया थियो यहाँ, होइन यहाँ तल हो। खतरा ठुलो थियो नि यार माछा, देख्यो भने त म फेरि जान्छु नि। खाना त मैले हाना नै थिएँ, छोडिदिउँ गाइस होइन। किन यस्तो ब्लर आइरहेछ मेरो? बाइक चाहिँ त्यहाँ छ होइन। अब म घर गएर देखाउँछु कति भयो माछा के भयो होइन, बोल्नुपर्छ। बाइक चाहिँ धेरै दिनपछि आज झिकेको बाइक। चप्पलै चुड्यो यार लिएर।
ल अहिले चाहिँ म घर आइसकेँ ठ्याक्क माछा धुनुपर्छ माछा चाहिँ यहाँ छैन ठ्याक्क झोला भरिको माछा छैन यसलाई धुनुपर्छ होइन चक्कु सक्कु खोजौँ कहाँ छ चक्कु 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 भेटाएन यार के छ पहिला यसलाई बाहिर लैजाउँ ठ्याक्क माछा धुनुपर्छ अब होइन एकछिनमा देखाउँछ एकदम मत सो अहिले चाहिँ माछा साछा धोएर म चाहिँ सुत्न लागेको अनि मेरो भिडियो कस्तो लाग्छ तपाईहरुलाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएछ भने मेरो भिडियोमा सुधार गर्नुपर्ने चीजहरु के छन् त्यो पनि कमेन्टमा भनिदिनु होला सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु हस्त धन्यवाद बाइ बाइ